हेलो एन्ड नमस्ते सबैमा। यहाँ उपस्थित अतिथि जजहरू अनि यहाँ मेरो साथीभाइ साथी विशेष नेपाल रोडमा सहभागी प्रतियोगीहरूमा मेरो नमस्कार। म चाहिँ विनिता अधिकारी, प्रतियोगी अङ्क 16 पूर्वकै फेमस कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दैछु। आज चाहिँ म सानो स्ट्यान्डअप कमेडी गर्न गइरहेको छु। मेरो अगाडि मभन्दा सिनियर कमेडियन पनि उपस्थित हुनुहुन्छ, उहाँलाई पनि मेरो धेरै नमस्कार। म उहाँको बिग फ्यान है, सानैदेखि मेरी राष्ट्र हेरेर हिँड्यो है। हँसाउन के कति सक्छु त्यो त थाहा भएन, स्वीकार्नुहोस् मेरो यस प्रतियोगितालाई। अहिले भर्खरै भएको आन्दोलनमा हेरिकन चाहिँ है, पत्रकारहरूको प्रश्न त्यस्तै हुन्छ अनि मन्त्रीजीहरूको उत्तर पनि त्यस्तै हुन्छ क्या। सोधिरहनु भएको हुन्छ पत्रकारहरूले, आर्जु राणा र कुकुर बिचको कम्पेयर के, तपाईँ र उहाँ बिच चाहिँ के फरक छ त? अनि उत्तर उस्तै छ, उहाँ र म बिच केही फरक छैन, सेम सेम हो। तर होइन, त्यति वफादार कुकुरहरूको अगाडि आर्जु राणालाई कम्पेयर गर्ने हो त? अपमान भएन? बाटोमा हिँड्दै गरेको मान्छे त मन्त्री हुन्छ भने, बाटोमा किताब बेचिरहेको मान्छे मन्त्री हुन्छ भने मेरो काकाको त स्टेसनरी छ क्या झन्। उहाँ त स्टेसनरीमा किताब बेच्नुहुन्छ, गाउँभरि उहाँ त प्रधानमन्त्री हुनुपर्छ भनेर हल्ला चलिरहेको छ। ठिक छ। अनि अब खासमा आज त यो मिसेस नेपाल वर्ल्डको कम्पिटिसन हो नि त, थाहा छ? खासै राम्रो देखिएको छैन, किनभने यो विवाहित महिलाहरूको कम्पिटिसन हो है, अनम्यारिडको होइन। अब कम्पिटिसनमा आउनको लागि तयार भएर बसिरहेको थिएँ, बच्चालाई चाहिँ पिसाब लाग्यो अरे क्या। मम्मी मलाई पिसाब आयो भने, हेर्नु न यहाँ मेरो एक साइडमा दागै छ। धन्न दिशा आउने बेलामा चाहिँ बुढा आइपुग्नु भएन, कम्पिटिसनमा आइपुगे। हाम्रो निर्मला म्यामलाई हेर्नु न, उहाँको त झन् दुईतिर दाग छ क्या, जुम्रा छोराछोरी हुन नि गाह्रो छ नि हौ। यो मिस नेपाल अनि मिसेस नेपालमा खासै फरक त छैन। मिस नेपाल भन्नाले अविवाहित महिला बुझिन्छ भने मिसेस नेपाल भन्नाले चाहिँ विवाहित महिला बुझिन्छ। तर मिस नेपाल भन्नाले कतिवटा बुझिन्छ भने मिसेस नेपाल भन्नाले चाहिँ कतिवटा भन्ने बुझिन्छ क्या। अब मिस नेपाल भन्ने बित्तिकै प्रायलाई म्यारिड भन्ने याद आउँछ नि त है। अब यो ब्युटी कम्पिटिसन भन्ने बित्तिकै चाहिँ प्राय सुन्दरताको कम्पिटिसन भन्ने बुझिन्छ है। तर म चाहिँ मान्दिनँ क्या, यो सुन्दरताको कम्पिटिसन भन्ने मलाई लाग्दैन क्या। यहाँ त कम्पिटिसन मात्र भइरहेको छ जस्तो लागिरहेको छ। किनभनेदेखि मैले बिहानै ऐना हेरेर आएको छु क्या, म कस्तो छु भनेर। कसरी पत्याउ? पहिला अब नेपालमा चरीडन हुन्थ्यो भने अहिले चरीडन होइन, सुदन हुन्छ क्या, सुदन गुरुङ। अब यो मिसेस नेपालको टाइटल अथवा विनर भइसकेपछि जीवनमा अरू केही परिवर्तन होस् नहोस्, तर घर चाहिँ पक्कै परिवर्तन हुन्छ है। पुरानो घर त चल्छ। अब बिहान म यहाँ कम्पिटिसनमा आउनको लागि खाना त बनाएर आउनु पर्यो, म्यारिड मान्छे घरको मान्छेलाई त खुवाउनु पर्यो नि त। सागसब्जी के बनाउने भन्ने कुरामा श्रीमानको र मेरो बहस चल्यो क्या। म भन्छु रायोको साग मुलाको साग पकाउने, तर बुढा भन्नुहुन्छ चम्सुरी साग पकाउने। जे गरे नि सुख छैन, ए मेरी बस्दै भने जस्तै हो। थ्याङ्क यू। यदि यो कसैसँग जीवनमा मेल खान गएमा चाहिँ सहयोग मात्र हुनेछ, माइन्ड नगर्नु होला। धन्यवाद। हेलो एन्ड नमस्ते।
म विनिता अधिकारी, यहाँहरूको प्रतियोगी अङ्क 16। म कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दैछु। यस मिसेस नेपाल वोट 2025मा यदि मलाई विनरको रूपमा हेर्न चाहनुहुन्छ भने यहाँहरूले मलाई अधिकभन्दा अधिक भोट गरेर जिताउन सक्नुहुनेछ। त्यसको लागि हजुरहरूले खल्ती एप डाउनलोड गरी केवाइसी भेरिफाई गर्नुहोला। त्यसपछि भोटिङ सेक्सनमा गएर मिसेस नेपाल वोट 2025को प्रतियोगी अङ्क 16मा भोट गरेर हजुरहरूले मलाई विनर बनाउन सक्नुहुनेछ। हजुरहरूको भोट नै मेरो सफलता हुनेछ। थ्याङ्क यू। अब मिसेस नेपाल वर्ल्ड 2025 को भोटिङ खल्तीबाट सजिलैसँग गर्नुहोस्। भोट गर्नको लागि खल्ती एपको होम स्क्रिनमा रहेको इन्टरटेनमेन्ट एन्ड लाइफस्टाइल सेक्सनबाट भोटिङ आइकनमा ट्याप गर्नुहोस्। अब सोही इभेन्टको ब्यानर छनौट गरी भोट नाउमा ट्याप गर्नुहोस्। अब भोट गर्न चाहनु भएको कन्टेस्टेन्टको फोटोहरू रहेको भोटमा ट्याप गर्नुहोस् र अब चाहेको भोट संख्या छनौट गरी प्रोसिडमा ट्याप गर्नुहोस्। अब पेमेन्ट अप्सन्सबाट एउटा चुज गरी पेमा ट्याप गर्नुहोस्। तपाईको मिसेस नेपाल वर्ल्ड 2025 को भोटिङ खल्तीबाट सजिलै हुनेछ। विश्वको कुनै पनि कुनामा बसेर अब मिसेस नेपाल वर्ल्ड 2025 को इन्टरनेशनल भोटिङ खल्तीबाट सजिलैसँग गर्नुहोस्। भोट गर्नको लागि खल्ती.com वेबसाइटमा जानुहोस्। त्यसपछि भोट ग्लोबली ब्यानरमा क्लिक गर्नुहोस्। अब सोही इभेन्टको ब्यानरमा गई भोटमा क्लिक गर्नुहोस्। अब भोट गर्न चाहनु भएको कन्टेस्टेन्टको फोटोहरू रहेको भोटमा क्लिक गर्नुहोस् र अब चाहेको भोट संख्या छनौट गरी मागिएको विवरणहरू जस्तै नाम र इमेल एड्रेस राखी सबमिटमा ट्याप गर्नुहोस्। त्यसपछि पे विथ कार्डमा क्लिक गर्नुहोस्। तपाई कार्डको पेमेन्ट पोर्टलमा पुग्नुहुनेछ। त्यहाँ आफ्नो भिसा वा मास्टर कार्डको जानकारी भरी पेमा क्लिक गर्नुहोस्। तपाईको मिसेस नेपाल वर्ल्ड 2025 को इन्टरनेशनल भोटिङ खल्तीबाट सफल हुनेछ। आफूले चाहनु भएको कन्टेस्टेन्टलाई धेरैभन्दा धेरै भोट गर्नुहोला।